And welcome to another vlog. है ना आज 10th of January Saturday हाम्रो यात्रा अब लन्डनबाट नेपालको हुँदैछ. So whole family were traveling to Nepal after a while. मेरो नानीसँग पनि के भयो बेबी? All right. So stay tuned guys. म तपाईलाई देखाउँछु once our taxi arrives. Hey guys, hey. Our destination. हामी चाहिँ यस्तै जाँदैछौँ हैन होल सपरिवार धेरै वर्षपछि. कस्तो फिल हुँदैछ तपाईँलाई भन्नुहोस्? मलाई एकदम राम्रो फिल हुँदैछ. राम्रो हुँदैछ. आम नानी यहाँ छ मजाले. यहाँ तपाईँलाई कस्तो भइरहेछ? मजा आइरहेछ? मलाई एक्साइटेड भएको छ. एक्साइटेड भएर यता के छ न तिमीलाई कस्तो भयो? ठिक छ? So guys, finally हामी चाहिँ ग्याडविक नर्थ टर्मिनल आइपुग्यो हैन. So it took 45 minutes on the car. ट्याक्सीले हामीले यहाँ ड्रप गरिदिसकेको छ. अब हाम्रो चाहिँ यहाँ यो ब्यागेजको लागि so we need to get these trolleys. यो ट्रली हामी यहाँबाट लिँदैछौँ. यो ट्रली पनि it likes £1 for each trolley रहेछ. Let's get this. Guys, हामी चाहिँ भर्खर चेक इन भन्छ कि सेक्युरिटी पास भएर हामी अहिले चाहिँ यहाँ लाउन्ज एरियामा आइपुगेको छौँ नर्थ टर्मिनल ग्याडविक हैन. नानी चाहिँ यहाँ कुदेर अलिकति सी इज भेरी एक्साइटेड. लुक एट हर. अब हाम्रो प्लान भनेको यहाँबाट आई थिङ्क विल प्रोबब्ली इट समथिङ हैन ब्रेकी खाएर एन्ड देन विल गो टु नानीको के अरे बेबिज प्ले ग्राउन्ड एरियामा गएर विल जस्ट ह्याभ सम टाइम त्यहाँ है त गाइज. अब म तपाईँहरूलाई चाहिँ हामी प्लेनमा पुगिसकेपछि आल सो यु है त. अलराइट. यहाँ न फर्स्ट ग्याडविकमा ब्रेकफास्ट खाँदैछौँ. यस्तो इङ्ग्लिस ब्रेकफास्ट होइन. यहाँ यसरी नानी त्यहाँ छ होइन गाइस हैन. म अब यहाँबाट खाएर I'll show you. ममताले हैन सिजर्स त हैन नफिगर चाहिँ म चाहिँ यहाँबाट यसरी अब उसलाई गर्दैछ है. थकित अवस्थामा नानीलाई यहाँ चाहिँ सुताएको छ. रातभरि हेर्नु बाहिर उज्यालो भइसक्यो. चलिले त हेर न नानी. यो चाहिँ भरतपुर एउटा आइपुग्यो. मेरो नानी सुतिरहेको छ. हाम्रो अङ्कल हामीलाई यसो लिन आउनुभएको छ प्राइभेट गाडीमा. त्यस्तो छ हाम्रो यहाँको सिचुएसन गाइस. गर्मी त गर्मी छ. अब हामी यहाँबाट जान्छौँ है त गाइस. स्टे ट्युन्ड. यस्तो चाहिँ यहाँको चाहिँ हाम्रो भरतपुर चितवनको सिचुएसन एयरपोर्ट. यो ठाउँको नाम पनि के को भन्छ मैले बुझियो. के भन्छ होला के ठाउँ भन्छ माउदेलाई? गैँडाकोट होइन. के ठाउँ भन्छ होला त? यस्तो माउ चाहिँ है दिदी भएर हामी त्यहीँ बस्छ. बाटोमा आउँछ खानेकुरा के यहाँबाट लेफ्ट
घरि चाहिँ मकै हरियो मकै भनेर घरि गोलबेडा भनेर है यहाँबाट लेख्छु क्या ए यहाँबाट पहिला सनराइज भनेको त फेमस हो नि पहिला यहाँको अनि हामी कटर चोक। आउने चोक यो हो यहाँ बन्यो कि ए यो हान्यो यहाँ नानी चाहिँ यसरी खेल्दैछिन् ए केयरफुल बिस्तारै हिँड्न त बिस्तारै हात्तीभरि फोन गरायो भाइ टुथपेस्ट लिएर आउनु त के भन्नु उहाँ युके गएर हेर्न रमाइलो हुन्छ नि त यहाँ बोनेट लाएर बाजेले चाहिँ नानीलाई चक्लेट दिएको ऊ चाहिँ यहाँ मजाले बाजेलाई हेर्दै चक्लेट खाँदै गरेछ न न न न न त्यो खाने नानी अहिले पछि हामी चाहिँ भर्खर भेटघाटमा होइन खानासाना खाएर टन्न भएर यहाँ यस्तो हुँदैछ स्थिति मेरो छोरी चाहिँ यहाँ थाकेर भेटघाट रेस्टुरेन्टमा यसरी सुत्दैछ बिचरा 1 घन्टा भयो सुतेको सो हेलो साथीहरू आज चाहिँ ट्युजडे हो आज हाम्रो प्लान चाहिँ हामी हल्का सानो राइड फ्रम चितवन टु सौरा हुँदैछ हाम्रो एज अलवेज हाम्रो अङ्कलले ड्राइभ गर्दै हुनुहुन्छ यसरी हामी अगाडि जाँदैछौँ हेर्नुहोस् भएर एकदम गुड भयो अनि पछाडि के अरे ममता छ नानी अनि यहाँ फुपू हुनुहुन्छ यसरी बस्नु भएको छ नानी बिचमा छ अनि हामी यसरी सौरा जाँदैछौँ है त ल विल सी यु व्हेन वी रिच देयर गाइस ओके गाइस ओइ पैसा तानेर धेरै धेरै खस हाइट छ होइन हल्का डिनर गरेर अनि अब हामी चाहिँ फेरि स्न्याक्स गरेर फेरि हल्का नाइट राइडमा जानेछौँ त्यस्तो छ हेर्नुहोस् बाहिरको दृश्य होइन हल्का नाइट लाइफ आनन्द छ यहाँ कति हेरी के बराबरको आयो रोटी भ्याटी भाले जाँदैछ अस्पतालमा अरूको उपचार गर्नु हो तिमीहरूको उपचार गर्नु नपरोस् होला बिवाही कार्यक्रम हुँदैछ यहाँ यसरी बाटोमा गाडी जानुहोस् दुध उमाल्नु पर्छ व्हाइट गोल लगाए नानीले पुऱ्याउने बाँकी माने हो मछली टोकेछ क्या होला बिचारा यहाँ बिचारा फर्स्ट नाइट पाए त सेकेन्ड नाइट पाए त हिजो त हेर्दै
यो स्याला अब अब मैले सम्म हैन सल्लाहअनुसार नानीले के भाइ आयो भने चाहिँ अझै राम्रो हो मलाई त मिले सम्म नेक्स्ट टाइम आउने बेला हो सबै सो ल साथै हामी चाहिँ अब चितवन छोडेर हेडिङ टु लमजुङ जाँदैछौँ यहाँबाट लगभग 3 घन्टाको हाम्रो जर्नी रहन्छ जस्तो छ लेट्स सी अनि त्यही हप्ता बेलामा बाटोमा देखाउँदै जाँदैछु एन्ड देन विल अटेन्ड गलिङ पार्टी टुमोरो है त स्टे ट्युन गाइस यहाँ हेर्नु बाहिरको केओस ट्राफिक त्यसै हाम्रो दाइले यहाँ मजाले चलाएर पाइदिँदै हुनुहुन्छ हामीलाई हेर्नुहोस् भ्युजहरू हाम्रो नानीहरू चाहिँ सुतिरहेको छ बाहिर भित्र खरेनी भन्ने आइपुग्यो अब यहाँबाट डुम्रे आउँछ होला डुम्रेबाट अनि हामी चाहिँ माथितिर लाग्छ सो या स्टे ट्युन गाइस त्यही हो अब हामी धेरै छैन आधा कटिसक्यो बेबी हाम्रो कहाँ छ लमजुङमा इन्जोय गर्दैछ मेरो छोरीले हेलो 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 हामी बसेको होटल चाहिँ यो हो गाइस यो चाहिँ हाम्रो यो बोटेओडा लमजुङको स्टे प्लेस हो हैन हामी यस्तो खालको हल्का गाउँले होटलमा बसिरहेको छौँ यसरी नानी यहाँ बसेको छ उसलाई चाहिँ बोलाउनलाई हैन भिडियो लगाइरहेको छु म चाहिँ यहाँ यताउति काम गर्दैछु वेडिङ डे इज टुमोरो है त सो अल्सो यु क्यान देन ल आन्टीको घर जाने अब ल भयो अलिकति भयो आन्टी त्यही छिन् कमल भाइले कताको यो बोकौँ न रक्सी बोक्दैछ एकवटा मात्रै हेभी हुन्छ गाडी पाउला है फेरि यहाँ त कडा कडा खाएन एउटा ल सन्दीप बोक ल यहाँ चाहिँ यस्तो हुँदैछ एक्लै सब्जी लुगाइदिनुहुन्छ त्यहाँ नजिक बस है त फोहोर भयो कि फेरि हातै गएर यहाँ चाहिँ यसरी मेरो छोरी आउँदैछ
전 프로숨 루도 नाम बाबु र नानीको नाम पुकारेर सबैले खाने हो कि यो नानी आमाले चाहिँ आमा खै आमा गाइस यहाँको भ्यूजहरू हेर्नुहोस् यस्तो सजाय सक्नुहुन्छ स्माइल स्माइल यहाँ चाहिँ हाम्रो अब अघि बिहाको कार्यक्रमबाट यहाँ चाहिँ अब हल्का रिसेप्सन पार्टी टाइप्सको होइन गाउँले पारामा त्यहाँ हुँदैछ यस्तो सिधै जाउँ सिधै 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 सिधा हो यहाँ मान्छेहरू सबै टन्नै हुनुहुन्छ यहाँ यसरी होइन यहाँ बस्नु भएको छ यहाँ टन्नै यहाँ अरू यता हुनुहुन्छ यसरी खाना खाँदै अब हामी चाहिँ होइन यहाँबाट खाना खाना जाँदैछौँ साथीहरू यस्तै छ गाइजहरू है उता रिसेप्सन लोडलाई मलाई खुट्टाएर मम्मीहरू नानी सुधार हेर्न सक्नुहुन्छ यस्तो छ हेरेर माहौलहरू है सबैले यहाँ यस्तो गर्दै पुलमा बसिरहेको छौँ अहिले होइन यो बाबुले ल्याएर आएर हामीलाई यस्तो दामी ठाउँ रहेछ यहाँ हेर्नु सक्नुहुन्छ हादी ओभररोड होला ओभररोड ओभररोड चाहिँ हुँदैन अङ्कल हिँड्दै आउनु भएको छ मजाले मोटरसाइकलदेखि माछा खाएर यहाँ चाहिँ ट्रेडिसनल लमजुङ डान्स हुँदैछ हेर्नुहोस् होइन उहाँहरूले एकछिन नाचिरहनु छ मेरो छोरी त पछाडि बसिरहेको छ
अहिले चाहिँ हामी कुस्मामा आइपुगेछौँ आफै घरमा कुस्मा भन्नाले पर्वतमा पर्दछ सो वी जस्ट अराइभ हामी यहाँबाट होइन हामी लमजुङबाट यहाँ आइपुग्यो आज सो हामी त्यहाँबाट 11:30 बजी बिहान हिँडेको सो वी आर हियर 3:30 4 o'clock जस्तो हुन लागेको छ अहिले सो है यहाँको भ्यू हेर्नुहोस् यस्तो छ आथे घरबाट अगाडि होटल रहेछ यहाँ बाटोहरू छ तल जाने पहिला 8 वर्ष पहिला आउँदाखेरि चाहिँ यस्तो थिएन यहाँ अहिले हेर्नु त घरै घर आनन्द भएछ ऊ माथिहरू डाँडा अनि तपाईँलाई थाहा होला यो ठाउँ चाहिँ अब फेमस फर होइन क्लिफ जम्पिङ होइन वान अफ द हाइएस्ट क्लिफ जम्पिङ लोकेसन आई थिङ्क अल ओभर द वर्ल्डमा होला यहाँ कुस्मामा छ द क्लिफ जम्पिङ भनेर सो हामी त्यहाँ जान्छौँ भोलि खोइ बन्जी जम्पिङ त गर्दैन होला हामी तर यत्तिकै यसो हेर्ने त्यहाँको भ्युजहरू साइटसिङ गर्ने हाम्रो प्लान छ सो है त गाइस स्टे ट्युन्ड अनि मेरो नानी यहाँ यसरी बसिरहेको छ यहाँ होइन यो बाल्टिङलाई उचालेर राखेर बाई अरे ए खानु त्यसो नगर्नुहोस् यो बजेको त्यहाँ हेर्नु यो चाहिँ हाम्रो आम्बोटमा आइपुग्यो हामी आम्बोटको एउटा माइलो माइजूको घरको यहाँ गार्डनबाट हामीले यस्तो भ्यू देखिरहेको छौँ अहिले हेर्न सक्नुहुन्छ तल सानो खोला छ खै क्यामेरामा कस्तो आएको चाहिँ खासै राम्रो आउँदैन क्यामेरामा चाहिँ तर लाइभ चाहिँ एकदम रमाइलो छ यहाँ देख्न सक्नुहुन्छ हेर्नु यहाँ पहाड यता पहाड आनन्दको भ्यू छ हेर्नुहोस् है वरिपरि हेर्नु पहाड छ यहाँ होइन यहाँ माइजूले यहाँ भैँसी पाल्नु भएको रहेछ भैँसी छ त्यहाँ पाडो छ है एकदम आनन्द छ त्यहाँ यो चाहिँ आम्बोटको भिलेज लाइफ देख्नुहुन्छ भिलेज लाइफ भनेको यस्तो हुन्छ है यसरी यहाँ आम्बोटको रेस्टुरेन्टमा लन्च गर्ने प्रोग्राम छ यहाँ भते हुनुहुन्छ यहाँ मामा हेर्नुहोस् यहाँको भ्यूहरू हेर्नु होइन यसरी गाडी हिँड्छ बाटोमा अगाडि पहाडहरू छ मजाको छ यहाँको दृश्य लन्डनमा 6:50 भएछ 7 बजे नानी दादा नानी दादा यो जोडिदिनाले एकदम सर्टकट भयो कि मजाको खोला कुन खोला भयो त यता अब गुड मर्निङ गाइज सो आज चाहिँ ट्युजडे होइन हामी बिहान उठ्यो इज अर्ली मर्निङ 7 बजिरहेको छ अहिले आई थिङ्क लगभग 6:30 भइसकेको रहेछ अनि हामी उठेर होइन हल्का फ्रेस भएर अब हामी तल चाहिँ ब्रेकफास्ट खान जाने प्लान छ and then after breakfast हामी यहाँबाट will head to west of Nepal होइन हामी नेपालगञ्ज जाँदैछौँ
यहाँबाट another 200 किलोमिटर वेस्ट हाम्रो गाडी बुक भइसकेको छ सो स्टे ट्युन गाइज हैन हामी त्यहाँबाट सो I'll show you कस्तो हुन्छ हाम्रो बाटोमा के हुन्छ कसो हुन्छ हैन बाटो अलि बिग्रेको छ भन्ने सुनेको छु लेट्स सी इट्स अल अबाउट एक्सपिरियन्स हैन नानीले पनि रमाइलो गर्दैछ दुध खाँदै हुनुहुन्छ उहाँले यसरी बिचारा है गाइस सो हामी यो होटलबाट विल चेक आउट इन नेक्स्ट कपल अफ आवर्स स्टे ट्युन गाइस थ्यांक यू अनि बाहिरको भिडियो हेरौँ न भ्यू यो चाहिँ बुटवलको घरहरू हेर्नुहोस् हैन पछाडि डाँडा काँडा हरियाली एकदम रमाइलो छ यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँ तल स्विमिङ पुल पनि छ यो होटलको Oxford Secondary School. घरै घर हेर्नु न कस्तो खालको रमाइलो वातावरण छ यहाँ चाहिँ है टक्क तल पहाडको छेउछाउमा घरहरू हैन इट्स गुड भाइब्स हियर हैन ल है त तपाईँलाई म हल्का ब्रेकफास्ट देखाउँछु हाम्रो कस्तो कस्तो हुन्छ ब्रेकफास्ट भनेर है त स्टे ट्युन गाइस थ्यांक यू नानीले बटन दबाइसकेको अवस्था छ हैन यस्तो मजाको करिडोर छ यहाँ लङ करिडोर्स सो त्यही हो अब हाम्रो यात्रा अघि भने जस्तै हामी खाजा खान्छौँ खाजा खाएपछि हामी यहाँबाट ल अब यहाँ ट्याप गर्नुहोस् त ड्याडी भन नम्बर 2 त्यहाँ पनि ल्याएन के भने अघि फेरि अब मसँग छ भन्छ है ल नानी यति बाहिर हुन्छ बाहिर यहाँ ट्याप and 2 हेर्नुहोस् त बाहिर वा कस्तो राम्रो भ्यू है छ न अनि यस समर ल हेर्नुहोस् ल ओहो हामी चाहिँ अब उडेर यहाँ ब्रेकफास्ट खाँदैछौँ हेर्नुहोस् चट्टा लाएर हेर्नु पुरा म्युजिक विथ म्युजिक यता हेर्नु त ल नानी एकदम सफा मजाको लाग्यो मलाई होइन मेन्टेन टाइम लाग्यो सो होइन सो हामीहरू चाहिँ अब हामी होटलबाट चेकआउट भइसक्यो वी जस्ट ह्याड सम ब्रेकफास्ट खाना खाएर यहाँ दाजु हामीलाई लिन आउनुभएको छ हामी यहाँबाट अब लङ ड्राइभमा वेस्ट नेपाल जाँदैछौँ होइन कोहलपुर भन्ने ठाउँमा त्यहाँ पुगेर तपाईँलाई बताउँछु के हुनेछ है त स्टे ट्युन